एथ र भर्बलाई प्रेजेन्ट टेन्समा कसरी कन्जुगेट गर्ने ल वेब एथ र ओ फ्रेजों है एथ र भर्बलाई प्रेजेन्ट टेन्समा कसरी कन्जुगेट गर्ने प्रेजेन्ट टेन्स भनेको एथ र भनेको टु बी भर्ब एक्सिलरी भर्ब यसको प्रेजेन्ट टेन्समा के हुन्छ त इजएमआर हुन्छ अब यो इजएमआरलाई हामीले सोजुले प्रोनाउन्सिएसनसँग जति इलियल ओ नो इलियलसँग कसरी गर्ने भन्दाखेरि ज भन्ने सब्जेक्टसँग चाहिँ ज श्री क्यु ए यहाँ तपाईहरुले नेपाली प्रोनाउन्सिएसन पनि छ इल ए एल ए ओन ए nous sommes vous êtes ils sont elles sont il est elle est singular is तर ils sont elles sont भनेको मेल प्लुरल अनि फिमेल प्लुरल त्यो भयो अब यो भर्बलाई कसरी नेगेटिभ बनाउने भन्दाखेरि यहाँ मैले भनेको छु भनेर लेखेको छ कुनै पनि भर्बहरुलाई नेगेटिभ सेन्टेन्सहरुलाई नेगेटिभ बनाउनलाई मेन सिस्टम भनेको चाहिँ मेन आइडिया भनेको चाहिँ न र पा थप्ने हो न र पा कस्तो न र पा थप्ने हो न र पा न र पा थप्ने हो तर कुनै अवस्थामा चाहिँ एनापोस्ट्रोफ र पा हुन्छ कस्तो अवस्थामा न र पा हुन्छ भन्दाखेरि भर्ब यहाँ यो स्पेस चाहिँ भर्बको लागि हो भर्ब यो भर्ब भन्ने चिज कन्सोनेन्टबाट सुरु भयो भने नपा भर चाहिँ भवेलबाट सुरु भयो भने यो चाहिँ एनापोस्ट्रोफ अनि भर्ब अनि पा भवेलमा चाहिँ हाम्रो फ्रेन्चमा ए ई आई ओ यु एस वाइ अब फर एन इक्जाम्पल here I give you an example जसुई भनेको I am यहाँनिर भर्ब भनेको सब्जेक्ट ज भयो प्रोनाउन सब्जेक्टको प्रोनाउन यहाँ चाहिँ भर्ब सुई हो अब यो भर्बको अगाडि न पछाडि पा ज न अनि त्यसपछि भर्ब सुई अनि पा जनसुई पा ज न सुई पा I am not त्यसै गरी अब अर्को एउटा त्यो ए भनेको यु आर मैले अलरेडी भनिसकेको छु तपाईँहरूलाई भर्ब कन्सोनेन्टबाट सुरु भयो भने न पा भर्ब चाहिँ भवेलबाट अथवा यति मध्येबाट सुरु भयो भने ट्युको ट्यु भयो अब यसलाई चाहिँ एनापोस्ट्रोफ अनि भर्ब इ अनि पा चुने पा why you are not okay you are not tu n'es pas अब यहाँ हाम्रो के छ भने भर्ब कि त कन्सोनेन्टबाट स्टार्ट छ कि त भवेलबाट स्टार्ट छ यहाँ मध्येमा है हजुरहरूले हेर्नुहोस् राम्रो कि त भवेल मैले एउटा कन्सोनेन्टबाट सुरु हुने एउटा भवेलबाट सुरु हुने भर्बमा गरिदिएँ नेगेटिभ अब यहाँ हाम्रो बाँकी सब्जेक्ट अझै छ इल एल ओ नु उ इल एल अझै बाँकी छ र त्योसँग भर्ब सहित तिनीहरू बाँकी छ तिनीहरूलाई चाहिँ यही आधारमा नेगेटिभ बनाउने हो त्यही भएर अब बाँकी सब्जेक्टमा चाहिँ तपाईँहरूले मलाई बनाएर देखाउनु होला यति हो